Jesus' name. Amen. Cambodian dance. Hello guys, हैन आज चाहिँ हाम्रो पोखरादेखि तल हाम्रो पावर हाउस जान लागेको हो है। सबैजना गइसक्यो। म चाहिँ भिडियो बनाउँदैछु। यता तल फेवा पावर हाउस लेखेछ अनि हामी चाहिँ स्विपिङ गर्नेछौँ। अनि त्यस पछाडि हल्का मासुहरू हैन अनि त्यो के भन्छ रोस्ट त्यसपछि तिमी हामी बनाउनेछौँ है गाइस। अनि म चाहिँ सबै फुल भिडियो बनाउने छु। यताउताको जाँदै हो गाइस, जाँदै हो। एकदम ओह्रालो छ यो बाटो चाहिँ, एकदम यस्तो ओह्रालो छ। अनि नदी छ यता, उता चाहिँ फुटबल खेलिरहेको छ। र फाइनली डेस्टिनेसनमा पुग्यो है। हाम्रो टिमहरू चाहिँ सबै भिडियोहरू बनाउँदैछन्। भिडियोहरू कसैले अब यहाँ सबै हुँदैछ। अब के हुँदैछ केटा? चाहिँ आगो बाल्दैछ। यो चाहिँ नास्ताहरू है एकदम दामी छ। के हान्ने यहाँ चाहिँ गिटार बजाइरहेको हाम्रो कम्बोडियन डायबिटिस साथीले। अहिले एकछिनपछि स्विमिङ पनि हान्ने हो। दामी छ है गाइस। Jesus' name. Amen. Let's eat. ल ओके ल गाइस मैले चाहिँ लिइसकेको छु है। अब चाहिँ लिने हाम्रो कम्बोडियन साथीहरूले बनाएको दामी छ। ओ के हो सबैजनाले खाइरहेको छ है गाइस। ल सबैजनाको दामी भइरहेछ। ए कस्तो हुँदैछ? परमेश्वरले हामीलाई सुन्दर दिन यो समय दिनुभयो प्रभु, धेरै धन्यवाद। आमेन। अब सबैजनाले खाने है। मिठो छ गाइस। ल भर्खर खाइसक्यो हामीले खाजा। अहिले चाहिँ अब यसै हिँडिरहेको हो गाइस। हामीसँग छ साथीहरू पनि छन् कम्बोडियादेखि। हेलो। So good. Good. I love Nepal. Yeah, he's from Cambodia. Hey Sony, how are you? Hello. And we have all guys here. Guys, it's time for cook. ल मैले खाइसकेँ गाइस होइन। अब यिनी डेभिड भाइ र यो पछाडिको मनोज आएछ नि, यिनीहरूले खाँदैछन्। कस्तो छ है कम्बोडियनहरूले बनाएको? मिठो छ। कस्तो मनोज? टेस्टी छ होइन? एकदम ठिक छ। प्रवेश दाइको सपोर्टमा अब चाहिँ यहाँ हुँदैछ है। हल्का प्रवेश दाइको सपोर्टमा पनि भइराखेको छ भनौँ। Sisters, what's going here? What are you doing? We're cleaning park. Cleaning pork. Yes. Oh, good. I just want to test it. Guys, अब के गर्ने हो त्यहाँ चाहिँ के भन्छ रोस्ट बनाएर खाने हो क्या गाइस होइन। यहाँ चाहिँ हामीहरू स्विमिङ गर्दै छौँ गाइस। अहिले चाहिँ स्विमिङ गर्दै हो। एकदम रमाइलो भइरहेको थियो यहाँ चाहिँ। अनि यो डुब्ने पनि खेलिरहेको थियौँ हामी। को चाहिँ लङ टाइमसम्म डुब्न सक्छ भन्ने पनि खेलिरहेको थियौँ है यतातिर। एकदम रमाइलो भइरहेको थियो। अनि गाइस यहाँ चाहिँ कम्बोडियन डेभिडले चाहिँ जितेको थियो है यो खेलमा चाहिँ। हामी चाहिँ यसो त्यत्तिकै खेलिरहेको।
अनि यहाँ चाहिँ हाम्रो कम्बोडियन दिदी र बहिनीले इन्जोय गरिरहनु भएको छ। Look at the sad face. अनि उहाँ चाहिँ हाम्रो कम्बोडियन सोनी। अनि त्यसपछि उहाँ चाहिँ हाम्रो आन्टी हुनुहुन्छ है। Sad face. Kari. Mana mandir apa? अनि हामी चाहिँ यता पानी चिल्लाउने खेलिरहेको थियौँ दुईजनाले। गाइस हाम्रो स्विमिङ चाहिँ सक्यो। अनि यो चाहिँ हाम्रो कम्बोडियन डान्स है, कम्बोडियन डान्स। हाम्रो रेडी भइसकेको छ। यसको नाम के अरे मनोज? बार्बिक्यू गाइस, बार्बिक्यू रेडी भइसकेको छ है, दामी भइसकेको छ। अब खाने हो। यहाँ पनि पाकिसकेको छ, यो रेडी भएको छ। यो चाहिँ हाम्रो दिदीले बनाउँदै हुनुहुन्छ। ल गाइस चाहिँ हाम्रो सुरु भयो। खान लाग्यो, दामी छ, मिठो छ गाइस। यो ससेज अगाडिको लगाउ न, सालै जाऊ। गाइस खाइरहेको छौँ है हामीले। बार्बिक्यू खाने मान्छे हेर्दा केही नदेख्ला, त्यसपछि अर्को अझै खाँदैछ। लगाएछ होइन, फेरि हुँदैछ यता बार्बिक्यू पानी पनि बनाउनु पऱ्यो क्या, बार्बिक्यू खाने हो। अनि यसो फेरि स्विमिङ गर्ने कुरा छ है त। मेनको कपडा चाहिँ भिजिसकेको छैन। विशेष चाहिँ आज हाम्रो प्रकाश दाइको स्पोन्सरमा हुँदैछ यो पोटेटो। ल म लिइरहेको छु। ल है अब चाहिँ हामी फेरि नुहाउन जाँदैछौँ। यहाँ चाहिँ हाम्रो सबै सकिसकेको छ। अब चाहिँ हामी फर्किन लाग्यो। सबैजना रेडी हो। सबैजनालाई हामीले चाहिँ त्यो सबै जलाइदिउँ। हामी चाहिँ जाँदै हो घरतिर। ल गाइस होइन, हामी चाहिँ चढ्दैछौँ यो कालो है, एकदम गाह्रो छ, सिधै ठाड्रै बाटो हो है गाइस। यस्तो हात्ती छ होइन, तलको पावर हाउस हो। डेभिड भाइ कस्तो भइरहेको? कस्तो भयो आज? ह्याप्पी, दामी भयो त्यो स्विमिङ। अनि यो सबै राम्रो भयो। दामी भयो, स्विमिङ पनि गऱ्यौँ, एकदम बवाल भयो गाइस। हजुर क्यारी हर मनोज, क्यारी हर मनोज। Sarela Didi, how are you feeling? Are you feeling okay? Sarela. Oh, good. एकदम माथि छ गाइस। Our guys are coming. आन्टीलाई चाहिँ एकदम गाह्रो भइरहेको थियो है गाइस। यहाँ धेरै टाइम पछि हिँडेर
अङ्कलले चाहिँ मजाले हात समातेर ल्याउँदै हुनुहुन्छ आन्टीलाई। हामी चाहिँ त्यो ठाउँमा चाहिँ स्विमिङ गरेको अनि त्यसको यतापट्टि चाहिँ हामीले बार्बेक्यू गरेको गाइज। अनि यो बाटो हुँदै चाहिँ हामी आएको है। इज द कमेडियन डेभिड कम्प्लिट द च्यालेन्ज? Yeah, he did. He did? Wow, amazing. Where is he? Almost no. Asis. त्यो कम्बोडियन डेभिडले चाहिँ च्यालेन्ज गरेको थियो कि त्यो तलदेखि माथिसम्म नन स्टप जान्छु भनेर, रेस्ट नै नगरेर यो तलदेखि माथिसम्म चाहिँ जान्छु भनेर च्यालेन्ज गरेको थियो। अनि त्यही चाहिँ मैले सोधेको थिएँ कि उसलाई। ल गाइस, आजको ब्लग यति नै भयो। ओके, बाई बाई, थ्याङ्क यू फर वाचिङ।